भाइ दिदीबहिनीहरू, हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष 2082 आइपुगेको छ। नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मङ्गलमय शुभकामना। हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने, तर वर्षको बिदाईमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भयो। समाजका विभिन्न दल, वर्ग र जन समुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ। केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।